Hello everyone, good morning and welcome back my YouTube channel after a long time पछाडि आज चाहिँ कोरियामा आइतबार काम चलिरहेको छ र म काम गर्न आज आइतबार भए तापनि काम गर्न गइरहेको छु। सो अब चाहिँ कार्ड हाल्नु पर्ने हुन्छ र म अब कार्ड हालिसकेपछि अनि म तपाईहरुलाई सबै कामहरु देखाउने छु। आजको मेरो कामहरु आजको ब्लगमा यो चाहिँ छुलमुन आधा भन्छ, यो कार्ड हाल्नु। यसले यसरी हालिसकेपछि चाहिँ हाम्रो आजको दिनको पैसा आउँछ। यो कार्ड हालेन भने चाहिँ पैसा आउँदैन र यो 10 मिनेट अगाडि नै जानुपर्ने हुन्छ। र अब चाहिँ म पहिलो पटक यो चिकेक्चा भन्छ, यो चाहिँ गाडी हो, सामानहरु उठाउने, सामानहरु राख्ने, एक ठाउँमा त अर्को ठाउँ लाने सामान क्यारे गाडी हो। खासै मलाई यो चलाउनु त आउँदैन, त्यही पनि सिक्दै छु। हल्का फुल्का चाहिँ आउँछ तर प्रोपरली राम्रोसँग चाहिँ आउँदैन। त्यही भएर अहिले कोरियनहरु नभएको बेलामा यसो काम सिकिराखेको हो। यो चाहिँ खासै हामीलाई बाहिर विदेशीहरुलाई चाहिँ यो खासै अलाउड छैन। हाम्रो कम्पनीमा चाहिँ खासै चलाउँदैन। यही कोरियाकै एकजना चलाउने व्यक्ति राखेको छ, तर यो चाहिँ सधैँ आउँदैन, नाइटमा आउँदैन, डे आउँछ। त्यही भएर हामीलाई नाइटमा काम गर्दाखेरि सामानहरु ओसार पसार गर्नको लागि आवश्यक पर्ने भएर चाहिँ मैले चाहिँ बेला बेलामा सिक्ने गर्छु। अनि अहिलेसम्म चाहिँ एकदमै सुरक्षितसँगले एकदम ध्यान पुर्याएर चाहिँ सिकिरहेको छु। अनि यो यसरी काम गर्दाखेरि चाहिँ एकदमै अब फोहोर पनि हुन्छ। अब ड्रेसबाटै देख्नुहुन्छ कति फोहोर छ भनेर। वरिपरि यो चाहिँ हाम्रो यो फोहोर फाल्ने ठाउँ हो, त्यही भएर अलिकति फोहोरै देखिएको छ। अनि कोरियामा चाहिँ सबै कामहरु 3D नै हुन्छ। 3D भनेको चाहिँ डटी, डेन्जरस र डिफिकल्ट भन्छ र मेरो पनि त्यो भित्र नै पर्छ र सजिलैसँगले चाहिँ पैसा यहाँ चाहिँ पाउँदैन। त्यही हो, 2-4 लाख कमाइ हुन्छ हुन त, तर निकै गाह्रो हुन्छ। अनि मेरो चाहिँ भन्नुपर्दाखेरि डे नाइट हो र म्यानुफ्याक्चरिङ हो। अनि फ्याकल्टी चाहिँ र डे नाइट काम हुन्छ। काम चाहिँ म देखाउने वालामा छु। मेरो काम आजको दिनभरिको काम देखाउँछु, तर छोटो समयमा खासै भिडियो बनाउनु टाइम त मिल्दैन। अनि यो चाहिँ मेरो काम हो। यो सामानहरु निस्किन्छ उताबाट, मेसिनबाट निस्केपछि रोबोटले त्यो लिफ्ट भन्छ, त्यो सामान यसो सर्दै आउँछ। त्यो सामान आएपछि हामीले ठोक्ने, यसरी ठोकेपछि सामान त्यो यसो मिलाएर राखिएको छ, त्यहाँ चाहिँ हामीले राख्नुपर्छ, सुकाउनुपर्छ। धेरै तातो हुन्छ, त्यो भएर चाहिँ सुकाउनुपर्छ। अनि सेलिएपछि हामीले त्यो सामानहरुलाई चाहिँ बाक्सामा पनि लाउनु पर्ने हुन्छ। म तपाईहरुलाई देखाउने वालामा छु यो सबै। र मेरो भिडियो तपाईहरुलाई कस्तो लाग्छ है, कमेन्ट गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। अनि सब्स्क्राइब चाहिँ गर्न नभुल्दिनु होला। कृपया सपोर्ट गरिदिनु होला। म खासै भिडियो बनाउन त पाउँदैन र पनि व्यस्तता भए तापनि कहिलेकाहीँ समय मिलाएर भिडियो बनाउँछु। अनि यो चाहिँ यसरी हामीले चाहिँ सामानहरु अहिले पिटिसकेपछि यसरी बाक्साहरु हुन्छ। यो बाक्सामा हामीले अटुन्जेलसम्म चाहिँ हामीले प्याकिङ गर्नुपर्ने हुन्छ। यो सामान चाहिँ, हाम्रो सामान चाहिँ कहाँ जान्छ भनेपछि CNC भन्छ। CNC भनेको यो काट्ने, छाट्ने अनि सफा गर्ने, रङ रोगन के गर्छ, मलाई पनि त्यति राम्रो थाहा छैन। यो चाहिँ अहिले चाहिँ मैले गरिरहेको काम चाहिँ यो प्याकिङ काम हो। यो सामान निस्किसकेपछि यसरी प्याकिङ गरिन्छ। अनि यो सामान प्याकिङ गरिसकेपछि हामीले अनि त्यसपछि चाहिँ
यो एकदम मिलाएर राख्नुपर्ने नै हुन्छ। अनि हामीले यो सामान प्याकिङ गरिसकेपछि अघिको गाडीमा उठाएर जे होस् उता बाहिर निकाल्नुपर्ने हुन्छ यसरी मिलाएर। अनि के अरे बाहिर लगेपछि गाडी आउँछ, गाडीले लान्छ है त। अनि त्यसपछि म तपाईँहरूलाई भन्न चाहन्छु यो चाहिँ मेरो कफी खाने टाइम हो। यो कफी चाहिँ म प्रायः जस्तो मिल्क कफी खान्छु र मलाई मिल्क कफी धेरै मनपर्छ। र अहिले चाहिँ कफी खाने टाइममा रेस्ट गरेर बसिरहेको छु है। र कोरिया चाहिँ यस्तै छ हेर्नुहोस् है त। अनि तपाईँहरूलाई पनि यो भिडियो कस्तो लाग्यो यसो कमेन्ट चाहिँ गर्न नभुलिदिनु होला है त। अनि अझै पनि छ एकदमै डेन्जर कामहरू पनि गर्नुपर्छ। यो चाहिँ मैले एल्युमिनियम भन्छ यो सामानहरू चाहिँ उठाएर उता लानुपर्ने हुन्छ। यो चाहिँ गाडीले पनि उठाउँछ तर यो चाहिँ यो क्रेन भन्छ। क्रेन भनेको सामानहरू उठाउने राख्ने त्यस्तै काम गर्छ। यो सामान उठाएर लानुपर्ने हुन्छ, एकदम डेन्जर हुन्छ। यो बाइचान्स मिस्टेक भयो भने ठोक्किने होइन, सामानहरू झऱ्यो भने ब्लास्ट भएर उछिटिएर लाग्ने त्यस्तो खालको डेन्जर हुन्छ। तर एकदम होसियार भएर चलाउनु पर्ने हुन्छ यो पनि। र अहिलेसम्म म चाहिँ एकदमै होसियार साथ काम गरिरहेको छु र त्यस्तो दुर्घटनामा केहीमा पनि परेको छुइनँ। र खासै हाम्रोमा दुर्घटना चाहिँ भएको छैन, ठुल्ठुलो दुर्घटना। र प्रायः जस्तो कम्पनीमा ठुल्ठुलो कम्पनीमा चाहिँ भइराखेको हुन्छ दुर्घटनाहरू। र कोरियामा पैसा कमाउन त्यति सजिलो चाहिँ छैन है गाइज। हेर्नुहोस् त कति गाह्रो कामहरू गर्नुपर्छ, त्यत्तिकै पैसा त कोरियन भोटरले दिँदैनन् है त। यहाँ नेपालमा रहने आफन्तजन अथवा साथीभाइहरूले त कोरियामा त यति पैसा कमाउँछ भन्ने चाहिँ हुन्छ, तर काम त उहाँहरूले देख्नुहुन्न। सो मैले काम पनि मैले चाहिँ देखाएको छु यो भिडियोमा। अनि यो मेरो उद्देश्य चाहिँ के हो भने अब यो मेरो कामहरू यो मेमोरीहरू चाहिँ पछिसम्म रहोस् भन्ने उद्देश्य पनि हो मेरो चाहिँ। र मैले यो भिडियो बनाएको हो पछि नै नेपाल फर्केपछि पनि मैले यो भिडियो हेरेर एउटा इन्जोय लिन सक्छु भन्ने चाहिँ लागिरहेको छ। र यो खासमा चाहिँ यसरी भिडियो बनाउनु, यो यसरी भिडियो फोटो खिच्नु चाहिँ यो कम्पनीभित्र अलाउड छैन है। कसैले देख्यो भने मलाई कोरियनहरूले देख्यो भने सायद मलाई गाली गर्न सक्छ अथवा मलाई केही एक्सनहरू लिन सक्छ। त्यही भएर मैले आज कोही नभएको बेला मात्रै भिडियो बनाएको। अरू कम्पनीमा कुनै कम्पनीमा अलाउड छ, तर हाम्रो कम्पनीमा सायद अब त्यस्तो त गरेको छैन, तर सायद अलाउड छैन यस्तो भिडियोहरू बनाउन खासै पाउँदैन। त्यही भएर पनि मैले चाहिँ बनाएको छु यो भिडियो। हजुरहरूले हेरिदिनुहुन्छ होला भन्ने आश पनि राखेको छु। सो अब यसरी काम गर्नुपर्छ। यो एकदमै तातो हुन्छ, त्यो माथिको त्यो भट्टी हो त्यहाँ चाहिँ भुलुको जस तातो त्यो झोल हुन्छ क्या। त्यो यो सामान हालेपछि त्यहाँबाट सामानहरू त्यो तातो झोल हालेपछि सामान निस्किने हो उता मेसिनले पेलेर। त्यही भएर यो यसरी काम गर्नुपर्छ कोरियामा चाहिँ। यो मेरो काम चाहिँ निकै गाह्रोमै पर्दछ। अब झोलहरू हुन्छ त्यो एकदम त्यो झोल उछिटेर चस्स भेट्यो भने मासु लुगा जेमा पनि एकैछिनमा कस्तो घाउ बनाइदिन्छ। अझ आँखा उछिटेर लाग्यो भने त आँखा नै ज्योति घुम्ने, आँखै बिग्रिने अथवा जेमा लाग्यो भने अब जस डेन्जरै हुन्छ क्या। यो चाहिँ एकदम होसियार साथ काम गर्नुपर्ने हुन्छ। अनि अब त्यही भएर अब आजको मेरो काम चाहिँ सकियो। अब चाहिँ म कार्ड हाल्छु। यसरी कार्ड हालेर आजको दिनको काम सकाएको। अब चाहिँ सबैजनालाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। र अझै आउनेछु। ओके बाई।